म चाहिँ आज यहाँ एक सरको माया पर्दै थिएँ अनि यहाँनिर मैले कस्तो राम्रो कुरा भेटाएँ कि मेरो दिमागमा चलिरहने कुरा लेखकले यहीँ आएर पोखिदिनु भएको छ कि अनि मलाई मिठो लाग्यो म सुनाउँछु। हामीलाई त अब कुनै ठाउँ वा अब व्यक्तिसँग अलिकति घुलमिल भयो भने ओहो मेरो त ब्रह्माण्डै यही ओहो कसरी छोड्नु होला जस्तो लाग्छ नि त। तर अब लेखकले चाहिँ के भन्नुभएको छ भने तिमीहरू जहाँ गए पनि तिमीहरूको त्यस्तै हुन्छ, जहाँ गए पनि ठाउँ बनिहाल्छ, त्यस्तै हो जिन्दगी भने जस्तो वाला जस्तो मैले चाहिँ त्यसरी बुझाएको छु। ल सुन्नु है त म पढेर सुनाउँछु। आज भेटिएका साथीलाई जिन्दगीभर बिर्सने छैन जस्तो लाग्छ, तर भोलि जब हामी नयाँ परिवेशमा घुल्न थाल्छौँ पुरानो परिवेशका पात्रहरू बिस्तारै धुमिल हुँदै जान्छन्। जिन्दगीमा कति यस्ता साथीहरू भेटिए होलान् जो आज हाम्रो मानसपटलमा छैनन्, भएका पनि एकदमै धुमिल भएर बसेका छन्। कुनै समयमा तिनीहरू हाम्रो नजिकका साथी थिए होलान्। त्यति बेला हामीलाई त्यो साथी त म जिन्दगीभर भुल्न सक्दिनँ भन्ने लाग्थ्यो होला, तर आज भुलियो। समयसँगै हामी नयाँ ठाउँमा पुग्छौँ, नयाँ माहौलमा घुल्छौँ, नयाँ साथी बनाउँछौँ अनि पुरानो परिवेश र त्यहाँका धेरै पात्रलाई भुल्दै जान्छौँ। कुनै दिन स्कुलमा एउटै बेन्चमा बस्ने साथी सामुन्ने पर्दा नचिनिने अवस्था पनि सृजना हुन सक्छ। 40 दाई हिजोसम्म हाम्रो निकट थिए, आज उनको जिन्दगी नयाँ परिवेशमा छ, नयाँ चुनौती र समस्याहरूसँग जुधिरहेका होलान्, नयाँ उद्देश्य र योजना बनाएर लागि परिरहेका होलान्। दामी छ नि होइन, बुकको आधा आधामा पुग्न लाग्यो। मलाई धेरै कुरा मन परेछ, तर यो चाहिँ अलि धेरै मन परेर हालेको। ह्यापी रिडिङ।